नमस्कार हामी महेन्द्र गुफामा छौँ। यहाँ महेन्द्र गुफाको मेन पुजारी मूल पुजारीसँग छौँ र यहाँ अब सम्पूर्ण कुराहरू हामीले भिजिट गरेका छौँ, हामी गाइड लिएर आएका छौँ। त्यसो भएको हुनाले हजुर अलिकति यहाँको बारेमा सर्टकटमा यसो यो महेन्द्र गुफा हजारौं वर्ष पुरानो प्राकृतिक गुफा हुन्। यहाँको स्थानीय बासिन्दाले पत्ता लगाइयो 2017 सालमा। 2031 सालमा आएर राजा महेन्द्र सरकारको कार्यकालमा मृत्यु भइसकेको थियो। त्यतिखेर राजा वीरेन्द्र सरकारले यो गुफाको अवलोकन र भ्रमण र उद्घाटन गरेपछि महेन्द्र गुफा नामकरण गरेको 51 वर्ष भयो। यहाँको स्थानीय बासिन्दाले पत्ता लगाइएको 68 वर्ष भयो। बाहिरबाट यहाँसम्मको दूरी 125 मिटरको दूरी। यी शिलिङहरू सबै चुनढुङ्गाबाट बनेका छन्। रिद्धि सिद्धि गणेशको यहाँ पूजा आराधना हुन्छ। शङ्कर भगवान पञ्चमुख पशुपतिको मूर्ति यहाँ जल चढाउने दुध चढाउने कार्यक्रम हुन्छ। यहाँनिर जल स्नान गर्ने ठाउँ जलकुण्ड छन्। सानो माछाहरू, भुरा माछाहरू, ठुल्ठुला क्र्याबहरू, नागद देवताहरू पनि हुन्छन्। त्यहाँको जल ल्याएर मन्दिरमा जल चढाउँदा आफ्नो कार्यसिद्धि हुन्छ भनाइ छ। अब यहाँनिर विष्णु भगवानका अवतार बराह अवतारको मूर्ति हामीले स्थापना गरेका छौँ। शङ्कर भगवान शिवलिङ्ग छन्, हनुमान देवता, नागदेवता, यहाँ सिद्धिविनायक गणेशजीको मूर्ति तपाईँको सामान्य अगाडि प्रत्यक्ष देख्नुभएको छ। र प्राकृतिक गुफा भएको कारणले विश्वको पर्यटक आउने क्रम सुरु भएको अहिले 68 वर्ष भयो। ल हजुरलाई धेरै धेरै धन्यवाद। हाम्रो फलोस फुलोस नेपालको सबै कल्याण होस्, शान्ति होस् होइन, देशको पनि शान्तिको कामना हजुरले यहाँबाट गरिदिनु होला, हामी पनि गर्छौँ भन्दै हजुर लु फेरि आउने बाचाका साथ हजुर हस् त धन्यवाद। यहाँलाई भ्रष्टाचार मुक्त देश होस् बनाउनु पर्यो। ल धन्यवाद गुरु, धन्यवाद गुरु, गुरुको नि कामना यही छ। ल हस्।